दर्शन नमस्ते सबैजनालाई हेर्न सक्नुहुन्छ। आज हामी हाम्रो घर छिपाई गर्दैछौँ। हजुरहरू पनि आफ्नो घर छिपाई लिपाई रङरोगन गर्दै हुनुहुला भन्ने भनाइ छ हाम्रो। अरू के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ, सम्पूर्ण साथीहरूले दसैँको तयारी गर्दै हुनुहुन्छ होला भन्ने लागिराखेको छ। हामी पनि दसैँका तयारीका लागि हाम्रो घर लिपाई पोताई गर्दैछौँ। हेर्न सक्नुहुन्छ हजुरहरूले। यो अगाडिको भाग अब तल चाहिँ रातो गेरुवा लगाउन बाँकी छ, माथितिर चाहिँ चुना लागिसकेको छ। यो चाहिँ हाम्रो घरको रङरोगनको तयारी भइराखेको छ साथीहरू भन्ने जानकारी गर्न चाहन्छौँ। हेर्न सक्नुहुन्छ हजुरहरूले, हाम्रो यो घरको तयारी भइराखेको छ। हाम्रो बेबी उता खेलिराखेको छ। किन निकाल्यो बाबु त्यसलाई? हेर्न सक्नुहुन्छ यो पछाडिको भाग चाहिँ राम्रोसित ओके भइसकेको छ र अगाडिको भाग अब अलिकति बाँकी छ रङरोगन गर्नका लागि भन्ने जानकारीका साथ हेर्न सक्नुहुन्छ। यो घरको लिपाई पोताई भइसकेको छ भन्ने जानकारी गराउन चाहन्छु र सम्पूर्ण साथीहरूले आफ्नो घर लिपाई पोताई गर्दै हुनुहोला भन्ने पनि लागिराखेको छ हामीलाई भन्ने जानकारीका साथ यो अब दसैँको सम्पूर्ण साथीहरूलाई यो भिडियो मार्फत दसैँ र तिहारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यही भिडियो मार्फत सबैजनालाई दसैँको शुभकामना दिन चाहन्छु भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार। म सुरेन्द्र साई।